सबैजनालाई फेरि आइसक्यो म नयाँ ब्लगमा मेरो दोस्त अनि अर्को दोस्त यहाँ छ आज दोस्तको रुममा आएर खाना खाइदिएर मासु भात मजा आइदिएर कोल्ड ड्रिङ्क्सहरू पनि खाइदिएर फेरि मैले चाहिँ हामी जाँदैछौँ चिया किङ्स हाम्रो अफिस चिया किङ्स हिजो बेलुका गएको छौँ हामी त्यही जाँदैछौँ हाम्रो हिरो भाइ चाहिँ यता छ रोहन भाइ यसकै घर गएको हो यो चाहिँ हल्का गुड बोय छ गुड बोय होइन डन भन्नु ए डन पेप्सी कोलाको डन अन्डर डन चाहिँ म हो गाइज हामी चाहिँ हात डाँडा गेर्न पुगिसकेको छौँ अब त्यहाँ साथीहरूलाई भेट्ने भनिरहेको छौँ अब साथीहरू आउँछ कि आउँदैन भन्छ गरिसकेको छ अब क्याफे जानुपर्छ चिया किङ्स अफिसमा जानुपर्छ गाइज उता चाहिँ हाम्रो एयरपोर्ट छ एयरपोर्ट हामी चाहिँ अब हात्ती डाँडाको ओह्रालो झर्दैछौँ हजुरहरू चाहिँ मेरो भ्लगमा भिजिट गर्नु होला ल गाइज हाम्रो चाहिँ यो फुटबल ग्राउन्ड हो पेप्सी कोला फुटबल ग्राउन्ड हाम्रो साथी चाहिँ हिँड्छ अर्को साथी चाहिँ ब्याक टुनगा होस्टेलमा गेटवे होस्टेलमा हाम्रो एक्सेस स्कुल हो क्याफे चाहिँ पुग्न आँट्यौँ क्याफेको भिडियो हजुरहरूलाई चाँडै देखाउँछु अब यति भन्दै हामी चाहिँ अब चिया किङ्समा पुगिसकेको छ चिया किङ्समा पुगिसकेको छ छिरौँ न के परेको ओ पक तल हामीलाई नबोलाउने हो न पक भित्र केटाहरू छ हो न केटाहरूसँग आइसकेँ म यहाँ किङ अफिसमा किङ अफिसमा अब यति भन्दै अहिले चाहिँ राख्नु लाइक